राज्यमा गर्नु छ। यही व्यवस्था झन मजबुत पार्नु छ। गणतान्त्रिक व्यवस्था हो राम्रो, हो यसैमा त भलाइ छ हाम्रो। आशा बोकी समृद्ध नेपालको आउनु हुने सबैलाई स्वागत, आउनु हुने सबैलाई स्वागत। समावेशी शासन व्यवस्था भुइँ मान्छेको फेर्नु छ अवस्था। समावेशी शासन व्यवस्था भुइँ मान्छेको फेर्नु छ अवस्था। उच्च पदमा निर्वाचित पुग्ने छन्, हो जनताप्रति श्रद्धाले झुक्ने छन्। मजबुत पार्न गणतान्त्रिक व्यवस्था आउनु हुने सबैलाई स्वागत, आउनु हुने सबैलाई स्वागत, हो आउनु हुने सबैलाई स्वागत। धन्यवाद।